हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। सो आजको ब्लगमा स्वागत छ। आज शनिबार हो। अहिले चाहिँ गाइज म धारापानीमा छु र तपाईँ यहाँको दृश्य देख्न सक्नुहुन्छ र म चाहिँ यहाँ एउटा मङ्कीलाई पनि देखेँ गाइज होइन। सो यहाँ एकदमै बवाल छ। अहिले अलिअलि घाम पनि लागेको छ। यो चाहिँ चिसो महिना, आज चाहिँ शनिबार हो। सो यहाँको बवाल दृश्य हेर्न सक्नुहुन्छ र हामी चाहिँ झरना खोज्दैछौँ र झरना जाने प्लान गर्छु गाइज। पानीको गाइज यो चाहिँ मोस्ट कन्फ्युजिङ प्लेस होइन। यसमा चाहिँ हामी जति पटक आउँछौँ नि हामीलाई थाहै लाग्दैन, किनभने यो चाहिँ यस्तो भित्र अन्डरग्राउन्ड छ र यो भित्र मस्त तरिकाले झर्ना छ। सो तपाईँ यो बाटो म पनि गाइज आज यो बाटो रिमेम्बर गर्छु। सुनसान छ, आज मान्छेहरूको चहल पहल पनि त्यति छैन। आज शनिबार हो, अलिअलि थियो तर माथि उता अगाडि नै थियो। सो हामी यहाँ जाने प्लान गर्छौँ गाइज। रोनक छ, मनोज हेलो। यहाँको दृश्य तपाईँ देख्न सक्नुहुन्छ गाइज, कस्तो डेन्जर बाटो छ। मलाई चाहिँ अलिअलि डर पनि लाग्दैछ। ओहो यो पेड आइसक्यो गाइज, पेड चाहिँ कस्तो भइसकेको छ। म यहाँ उभिएर एउटा फोटो क्लिक गरेको थिएँ, त्यो फोटो अहिले पनि छँदैछ इन्स्टाग्राममा। सो अब यहाँ जम्प गर्नुपर्छ। जम्प त अब ब्लग गर्दैछु, गर्नु मिल्दैन। सो मसँग रोनक छ, मनोज छ। यो चाहिँ मलाई डिस्कभरी म बच्चा हुँदा म्यान भर्सेस वाइल्ड बियर ग्रिल्सको त्यो सोहरू बढी देख्थेँ, मलाई त्यसकै याद आउँदैछ गाइज। अहिले चिसो छ, चिसोमा खासै त्यस्तो खतरा हुँदैन र तपाईँ यो झरना देख्न सक्नुहुन्छ कस्तो छ है। तल माथिहरू पनि हेर्नु। सो गाइज झरना चाहिँ यही हो, कञ्चनपुरको धारापानीको पानी चाहिँ पुरै फ्रेस छ गाइज। हामी तलतिर हेर्न सक्छौँ बवाल तरिकाले। दुईवटा गाइजहरू यहाँ छ। हेलो गाइज, आउन त माथि। यहाँ चाहिँ 3-4वटा झरना छ। हामी योभन्दा माथि पनि जान्छौँ झरना, योभन्दा फेरि माथि झरना, त्योभन्दा फेरि माथि पहाडहरू आउँछ सायद। अब योभन्दा अगाडि चढ्ने प्रयास गर्छु। ल मनोज समात। हाम्रो दुईटा गाइज आउँदैछ। फेरि एउटा झरना। म 4-5 क्लासमा पढ्दा गाइज यही झरनामा आएको थिएँ र मस्त तरिकाले पानी झर्दै थियो र हामी भित्र पहाडसम्म पनि गएको थियो। त्यति बेला त एकदम त्यो भन्छ नि फराकिलो थियो, अहिले त एकदम कन्जस्टेड भइसकेको छ। सो रोनक मनोज पनि आउँदैछ। सो गाइज धारापानी आएर अलिकति एडभेन्चर हुँदैन भने के हुन्छ र म चाहिँ जति पटक आउँछु नि धारापानी हल्का न हल्का एडभेन्चर हुनु पर्छ गाइज। मलाई हल्का खतरा पनि पुगिरहेको छ। सो अब म चाहिँ यताबाट त्यो पहाडमा जाने प्रयास गर्छु र यता यता धुलोहरू पनि बढी नै देख्दैछु। सो गाइज एकदम केयरफुल भएर आउनुपर्छ। हरे कृष्ण त्यो साइड चप्पल खोल्नुपर्छ कि गाइज, चप्पल यहीँ खोलिदिए। पानी एकदम फ्रेस छ। उनीहरूको नै त्यो ओकरा भिजेको मन छ, गाडीको थाहा छ। पानी बहुत इसका ना दिए ना। सो गाइज मलाई चाहिँ एकदम डर लाग्छ अगाडि जानाले, किनभने अलिकति खतरा छ। त्यही भएर हामी यी क्वाइट गर्छौँ। सो म चाहिँ रियल जिनिस त होइन। अब गाइज त्यस्तो प्रकारको मान्छेहरू हुनु पऱ्यो ताकि उता जानलाई। सो मलाई चाहिँ अलिअलि डरै लागेको छ, के गर्नु। गाइज म यहीँबाट क्वाइट गरिदियो, किनभने त्यहाँ एकदमै खतरा छ। सो हामी चाहिँ फर्किन्छौँ। अलिअलि एडभेन्चर हो।
सो गाइज हामी 3 जना रिटर्न हुँदैछौँ। अब हुन्छ भने अर्कोतिर पनि हल्का रमाइलो गर्छु र यो पेड यो रुख अहिलेसम्म छँदैछ। अया छँदैछ रुख। के छ अब चाहिँ गाइज हामी यो पहाडमा चढ्छौँ। रोनक मनोज आउँदैछ, हामी यही पहाडमा छ। गाइज आज चाहिँ मेरो बचपनको दिन याद आयो, किनभने म बच्चा हुँदा यही पहाडमा चढ्दै थिएँ होइन, तर आधी बाटोबाट फर्किसकेको थिएँ। यो पहाड एकदमै बवाल छ, यहाँबाट माथि मस्त तरिकाले जान मिल्छ होइन, र उतापट्टि झर्ना। ल आउन चढौँ न यसमा, बवाल छ यो। गाइज केटाहरू आउँदैछ, म पनि चढ्दैछु। बवाल छ गाइस। मनोज यहाँ हामी चाहिँ रङ बाटो आइसकेको छु गाइस। त्यो बाटो जानु पर्छ अर्कोपट्टि। ल तल फर्कौँ। यो पहाडबाट तलको भ्यू देख्नु बाटो दामी छ र गाइस। यो दामी चप्पल पनि हिलो भइसक्यो। दामी छ यताको बाटो। हामी अब जाँदैछौँ माथि नै। ल कसको चप्पल हो है ल छिटो हिँड। एन्ड मिस गेम फिनिस। म बच्चा हुँदा यहाँसम्म गएको थिएँ, त्यहाँ देख्न सक्नुहुन्छ तपाईँ पुरै बाटो पातलो छ। अनि म फर्किहालेँ र ठुलो दाइहरू थियो, दाइहरू माथिको पहाडमा चढिसक्यो। कसले हल्ला गर्यो है? कने जाइ चिरी। सो यहाँ हेर्न सक्नुहुन्छ कस्तो बाटो छ। वान मिस गेम फिनिस। ओ माई गड, खतरा खतरा गाइस, खतरा। हाम्रो वरिपरिको देख्न सक्नुहुन्छ। म चाहिँ अहिले धारापानीको लगभग बुझ्नु टपमा चढिसकेको छु र तपाईँ यहाँको दृश्य देख्न सक्नुहुन्छ। खतरा छ एकदम बब्बाल। र चारैतिर यति मात्र छ, योभन्दा बढी छैन खुट्टा राख्ने ठाउँ। ए छ त यतातिर कुन ठिक अब झाँक्रीहरू मात्र छ, जे पनि हुनसक्छ गाइज। यो चाहिँ तपाईँ देख्न सक्नुहुन्छ कस्तो खतरा बवाल चारैतिरको पहाड। यहाँको बवाल दृश्य तपाईँ देख्न सक्नुहुन्छ गाइज। हामी धारापानीको टप मोस्ट पहाडमा चढिसकेको छु र अब चाहिँ हामी तल झर्ने प्लानिङमा छौँ। भनेपछि बिस्तारै उत्रेर 10 मिनट लाग्थ्यो। सो फाइनली गाइज हामी चाहिँ त्यो पहाडमाथि चढिसकेको थिएँ र एकदमै रमाइलो भयो। यही पहाड हो गाइज हामीले चढेको। अब चाहिँ हामी फर्किँदैछौँ घरतिर। तपाईँ मलाई हेर्न सक्नुहुन्छ। सो तपाईँ पनि हेर्न सक्नुहुन्छ, म पनि हेर्न सक्छु गाइज। यहाँ चाहिँ अलिअलि हेर्छु। यतातिर तपाईँ गुफा देख्न सक्नुहुन्छ कस्तो बवाल छ। सो हामी छाइरीमा हिँड्दैछौँ गाइज, किनभने घाममा एकदम धेरै स्ट्रङ घाम छ, त्यही भएर हामी साइडबाट जाँदैछौँ र यहाँको भ्यू पनि देख्न सक्नुहुन्छ। सो हामी चाहिँ रमाइलो गर्दै जाँदैछौँ। यतातिर होइन यो धारापानीमा भालु छ, पाइथन सायद अजयगर छ, एलिफेन्ट पनि छ। यता आउन, अस्ति म एउटा भिडियो बनाएको थिएँ नि। सो यहाँ हेर्नु के छ गाइज, धेरै कुराहरू छ। यहाँ धेरै मङ्कीहरू छ गाइज, लङ्गुरहरू धेरै नै छ। सो यिनीहरू पुरै खानदान छ, धेरै नम्बरहरू छ। सो तपाईँ हेर्न सक्नुहुन्छ मेरो पछाडि यतातिर। सो मेरो मोबाइलमा जम्मा 3% चार्ज बाँकी रह्यो। अब के हुन्छ, अब सायद यहीँ क्विट गर्नुपर्छ। अचानकै प्लान भयो, मेरो मोबाइलमा बढी चार्जै थिएन, 33% मात्र चार्ज थियो। आएँ अचानकै आएँ अनि सुट गर्न मन लाग्यो। त्यहाँ पनि छ।
अर्को ब्लगमा। सो हामी चाहिँ झरा पनि इन्जोय गरिसक्यो, घुमिसक्यो। बाटोको भ्यू पनि बबाले आउँछ। ल हिँड, स्पिडै हिँड नि स्पिड।